राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चैत 13 गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। बालेन शाहलाई जङ्गबहादुर राणापछि सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीका रूपमा हेरिँदैछ। नयाँ सरकारलाई प्रभावकारी र सानो बनाउने योजना छ, जहाँ करिब 18 सदस्यीय मन्त्री परिषद गठन हुने बताइएको छ। केही मन्त्रालयलाई समायोजन गरी कामलाई छिटो र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ। साथै केही मन्त्रीहरूले दोहोरो जिम्मेवारी सम्हाल्ने सम्भावना पनि छ, जसले प्रशासनिक खर्च घटाउने र निर्णय प्रक्रियालाई छरितो बनाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शपथ ग्रहणसँगै सबै मन्त्रीहरूले पनि शपथ ग्रहण गर्ने तयारी भइरहेको छ। सम्भावित मन्त्री परिषदको संरचना र त्यसमा समावेश हुन सक्ने नेताहरूको नाम सार्वजनिक हुन थालेपछि जनस्तरमा चासो र बहस दुवै बढेका छन्। विशेष गरी नयाँ सोच, दक्षता र कार्यक्षमतामा आधारित सरकार निर्माण गर्ने लक्ष्यसहित केही नयाँ तथा अनुभवी अनुहारहरू मन्त्री बन्ने सम्भावना देखिएको छ। सबैभन्दा महत्त्वपूर्ण मन्त्रालयको रूपमा अर्थ मन्त्रालयलाई लिइन्छ, जसका लागि डाक्टर स्वर्णिम वाग्लेको नाम अगाडि आएको छ। उनी अर्थशास्त्रका विज्ञका रूपमा परिचित छन् र अन्तर्राष्ट्रिय अनुभव समेत बोकेका छन्। यदि उनी अर्थमन्त्री बन्ने हो भने देशको आर्थिक सुधार, लगानी वातावरण सुदृढीकरण र वित्तीय अनुशासनमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ। हालको आर्थिक चुनौतीलाई मध्यनजर गर्दै दक्ष र व्यावसायिक नेतृत्व आवश्यक रहेको अवस्थामा उनको सम्भावित भूमिका निकै महत्त्वपूर्ण हुन सक्छ। गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयका लागि डीपी अर्याल र सुनिल लम्साल मध्ये एकको नाम चर्चामा छ। गृह मन्त्रालय देशको आन्तरिक सुरक्षा, शान्ति सुरक्षा तथा प्रशासनिक संयन्त्रसँग प्रत्यक्ष जोडिएको हुन्छ। यस मन्त्रालयमा आउने व्यक्तिले कडा निर्णय लिन सक्ने, निष्पक्ष र सक्षम नेतृत्व दिन सक्ने अपेक्षा गरिन्छ। यी दुवै नेताहरू प्रशासनिक समझ र संगठनात्मक क्षमताका लागि चिनिन्छन्, जसले गर्दा उनीहरूको चयनले सुरक्षा क्षेत्रमा सुधार ल्याउन सक्ने विश्वास गरिएको छ। परराष्ट्र मन्त्रालयका लागि शिशिर खनाल र डाक्टर अमरेश सिंहको नाम अगाडि आएको छ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र प्रभावकारी बनाउन यो मन्त्रालयको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। विशेष गरी छिमेकी राष्ट्रहरू भारत र चीनसँगको सम्बन्ध, वैदेशिक सहायता, कूटनीतिक सन्तुलन तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सुदृढ बनाउने जिम्मेवारी यस मन्त्रालयमा हुन्छ। यी दुवै नेताहरू शिक्षित, स्पष्ट विचारधारा भएका र कूटनीतिक दृष्टिकोण राख्ने व्यक्तित्वका रूपमा चिनिन्छन्। कानून मन्त्रालयका लागि सोभिता गौतमको नाम अगाडि आएको छ। कानून मन्त्रालय न्याय प्रणाली सुधार, कानूनी संरचना सुदृढीकरण तथा विधेयक निर्माणसँग सम्बन्धित हुन्छ। सोभिता गौतम युवा तथा ऊर्जाशील नेत्रीका रूपमा चिनिन्छिन्, जसले नयाँ कानूनी सुधार र पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ। विशेष गरी भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि कानूनी आधार मजबुत बनाउने दिशामा उनको भूमिका महत्त्वपूर्ण हुन सक्छ। पर्यटन मन्त्रालयका लागि धनञ्जय रेग्मी र विराज भक्त श्रेष्ठको नाम चर्चामा छ। नेपाल पर्यटनका लागि विश्वमै प्रसिद्ध गन्तव्य भए पनि यसको पूर्ण सम्भावना अझै उपयोग हुन सकेको छैन। पर्यटन क्षेत्रको विकास, विदेशी पर्यटक आकर्षण, पूर्वाधार सुधार र अन्तर्राष्ट्रिय प्रचार प्रसारका लागि सक्षम नेतृत्व आवश्यक छ। यी दुवै व्यक्तित्व पर्यटन क्षेत्रसँग सम्बन्धित अनुभव र दृष्टिकोण राख्ने भएकाले उनीहरूको नियुक्तिले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। शिक्षा मन्त्रालयका लागि सुमित पोखरेलको नाम अगाडि आएको छ। शिक्षा प्रणाली सुधार, गुणस्तरीय शिक्षाको पहुँच, पाठ्यक्रम परिमार्जन तथा प्रविधि मैत्री शिक्षाको विकासका लागि नयाँ सोच आवश्यक छ। सुमित पोखरेल जस्ता युवा नेताको प्रवेशले शिक्षा क्षेत्रमा नवीनता, सुधार र दीर्घकालीन योजना ल्याउने सम्भावना देखिएको छ। सञ्चार मन्त्रालयका लागि मनिष झाको नाम चर्चामा छ। सञ्चार मन्त्रालय सूचना प्रवाह, मिडिया नियमन, डिजिटल पूर्वाधार र प्रविधि विकाससँग सम्बन्धित हुन्छ। वर्तमान डिजिटल युगमा यो मन्त्रालयको भूमिका झनै महत्त्वपूर्ण बनेको छ। मनिष झा जस्ता नेताको नेतृत्वमा डिजिटल नेपाल अभियानलाई गति दिने, सूचना प्रविधिको विस्तार गर्ने र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ। स्वास्थ्य मन्त्रालयका लागि डाक्टर तोसीमा कार्की र डाक्टर लेखराजको नाम अगाडि आएको छ। स्वास्थ्य सेवा सुधार, अस्पताल पूर्वाधार विकास, ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार तथा स्वास्थ्य बीमा प्रणाली सुदृढीकरणका लागि सक्षम नेतृत्व आवश्यक छ। चिकित्सक पृष्ठभूमि भएका व्यक्तिहरू यस मन्त्रालयमा आउँदा नीतिगत निर्णयहरू व्यावहारिक र प्रभावकारी हुने अपेक्षा गरिन्छ।